शाखाका अध्यक्ष लगायत सम्पूर्ण उपस्थित पत्रकार साथीहरूलाई नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट न्यानो अभिवादन साथै हार्दिक स्वागत गर्न चाहन्छु। र हामीले धेरै त्यस्तो व्यापक तयारी गरिएको छैन, तैपनि हामीले तमलीमा एकता सन्देश सभा गर्दै गर्दा पक्कै पनि पत्रकार साथीहरूलाई पूर्व जानकारी गराउन पाए भोलिको समाचार सम्प्रेषण पनि हुन्छ, एकताको सन्देश सभाको भाग पनि सम्प्रेषण हुन्छ, हाम्रो कार्यक्रमको बारेमा पनि जानकारी हुन्छ भन्ने उद्देश्यले यो प्रयत्न गरेका छौँ। त्यसैले म यहाँहरू समक्ष राख्न चाहन्छु, हामीले केन्द्रमा 16 पार्टीको बिचमा एकता भयो। एकता भइसकेपछि हामीले केन्द्रको एकता सन्देश सभा, प्रदेश स्तरका एकता सन्देश सभाहरू गरेर हामी जिल्ला स्तरको एकता सन्देश सभामा आइपुगेका छौँ। भोलि 26 गतेभित्र सबै 77 जिल्लाको एकता जिल्ला सन्देश सभाहरू सम्पन्न हुनेछन् र फेरि हामी 29 गतेभित्र सबै पालिका 753वटै स्थानीय तहको पनि एकता सन्देश सभाहरू सम्पन्न गर्दैछौँ। अब हामीले यही क्रममा भोलि दमौलीमा तनहुँ जिल्ला स्तरीय एकता सन्देश सभा गर्दैछौँ र त्यो एकता सन्देश सभाको पूर्व सन्ध्यामा हामीले 11 बजे भने पनि 12 बजे हामीले यही ग्राउन्ड अगाडिबाट एकदेव आले प्रतिष्ठानको परिसरबाट जुलुस सुरु गर्नेछौँ। जुलुस सुरु गरेर हाम्रो जुलुस चाहिँ वन कार्यालय चोकबाट सत्यवती हुँदै गणेशमान चोक जान्छ र गणेशमान चोकबाट भोलेटार चोक हुँदै मेन चोक अथवा ट्राफिक चोकमा आएर मेन सडक हुँदै हामी सभागृहमा गएर हामीले हाम्रो एकता सन्देश सभाको कार्यक्रम चाहिँ पुरा गर्नेछौँ। कार्यक्रमको प्रमुख अतिथि हामीले पार्टीका केन्द्रीय नेताहरू पम्फा भुषाल र पूर्व मन्त्री पम्फा भुषाल र पूर्व मन्त्री राजेन्द्र पाण्डेलाई 2 जना विशिष्ट अतिथिहरू हुनुहुन्छ र अन्य अतिथिहरू पनि आउनुहुन्छ, उहाँहरूको उपस्थिति हुन्छ। हामीले यो कार्यक्रम गर्दै गर्दा अहिले तनहुँ जिल्लाको सन्दर्भमा चाहिँ हामी 4वटा पार्टीहरू छौँ। एकता प्रक्रियामा आउनुभएको 16 पार्टीहरूमध्ये हाम्रो यो तनहुँ जिल्लामा चाहिँ 4वटा पार्टीहरू छन्। साबिक नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी महेन्द्र राय यादव समूह, त्यसपछि जनता समाजवादी पार्टी जो राजेन्द्र श्रेष्ठ समूह गरेर यति 4 समूहको चाहिँ भोलि एकता हुन्छ भनौँ न, यो तनहुँमा चाहिँ उपस्थिति हुन्छ। यो जिल्ला स्तरीय कार्यक्रम भएको हुनाले हाम्रो 10वटै स्थानीय तहहरूबाट पार्टी